मेरो बहिनीलाई चाहिँ कसले पर्खेन कि जसले पस्के त्यसलाई चाहिँ कसले पर्खेन विनिताको फेभरेट के हो चाउमिन र पानीपुरी तर यो चाउमिन होइन पास्ता कस्तो भयो ल पनि त बहिनीलाई टाइम नसुदा अलि बतासै चल्यो है ओ त्यो टिचर नाचेछ नि हो मलाई हाल्दिनु न एउटा त्यो दोकाने मलाई मन परेन चियर्स यो चाहिँ हाम्रो लोकेसन यो रहेको छ हाम्रो लोकेसन वरिपरि समुद्र बीचमा हामी टेस्ट कस्तो छ मिठो छ पानीपुरी वाउ ट्रेन वाउ यो चाहिँ हाम्रो किमा यो चाहिँ हाम्रो पानीपुरीको पुरी वाउ पानीपुरी पनि हाम्रो आइसकेको छ एकछिन न रुकौँ न दाइहरूलाई हेर्छौ वरिपरि कसलाई हेर्छौ सान्ने नानी यो अब चाहिँ होइन अहिलेहरू चाहिँ पानीपुरी चाहिँ रेडी गर्दैछ अब भाउजूले चाहिँ पोटेटो के गर्यो उसिनेको पोटेटो हाल्दैछ हामीले तिनटा पानी चाहिँ त्यति मात्रै हो ऊ चाहिँ अब होइन सुतेको पनि छैन ओ खानु भनेर मात्र आएको ऊ र म चाहिँ हाम्रो श्रेया बहिनीले चाहिँ होइन कहिले चाहिँ दिन्छ र खङ भइरहेको छ होइन अन्त बहिनीले चाहिँ थुप्रो पनि मिलिसक्यो बहिनीले चाहिँ हामीलाई देखाउँदैछ म त अहिले नै होइन बहिनीले चाहिँ खाइ पनि सकेछ हो यस्तो छ नि बहिनीले त मलाई दिमाग विवेकलाई देखाउँदै खान्छु विवेक अहिले चाहिँ मलाई पानीपुरीको पानी कति बेला दिन्छन् भनेर उक्कुर्दै बस्नु खालि मुखबाट पानी ल चियर्स गाइज वाउ पानीपुरी ल अन्त टेस्ट गरेर त कस्तो छ मिठो एउटा मात्रै खाने दुईटा पोटल छ यो चाहिँ हाम्रो पास्तादेखि स्टार्ट भयो गाइस रेडी गरिसकेको हो कि होइन रेडी गरेको कि मिक्सर बिग्रियो म किनिदिन्छु ल नयाँ है 5 टमाटर प्याज दाइले ओइ भिडियोमा देखाऊ है दाइले किनिदिन्छु भन्नु चाहिँ अब हाम्रोबाट लगेर चाहिँ नचले त्यस्तो होइन हौ हजुरको अब त्यस्तो किनिदिनु पर्छ भन्ने त छैन माया गरेर किनिदिनु हुन्छ नि त नाइ पनि बरु पाले दादा चाहिँ पुरा कन्सन्ट्रेटमा रहेछ कतिवटा भयो भने सठिक नम्बरमा हुनुहुन्छ तपाईँ अर्को राल चुइसक्यो भनेर म बुझ्दै हुनुहुन्छ हैन नानीको बाउलाई त झर्काको तालमा हालिदियो है यहाँ चाहिँ अब सुत्ता मानेर चाहिँ मलाई चाहिँ कति भागमा पर्छ है भनेर मेरो प्यारी बहिनी चाहिँ आज सेटमै छ है ऊ नेल पलिस पनि सो अफ गरिरहेछ हल्का हो न त अघि राइट ह्यान्ड देखाइहाल्थ्यो उसको यो थाल उयो हुन्छ प्लेट उयो हुन्छ होइन हराउँछ उयो हुन्छ होइन त्यो नपाउने पानी बहिनी के पस्केको तिमीले यो पास्ता हो तिमीले जस्तो रितिकालाई के मन पर्छ अब के थाहा छ हामीलाई अब रितिका हो कि विनिता हो भनेर चाउमिन र चिकन ललिपप अन्त अर्को त के भयो अर्कोलाई के भन्छ विनिताको फेभरेट के हो चाउमिन र पानीपुरी तर यो चाउमिन होइन पास्ता
अनि दिपाको अन्त के तपाईँको फेभरेट के हो? मेरो यो पास्ता हो। मैले त हाल्दिएँ है। धेरै धेरै सबैलाई चियर्स छ। मेरो बहिनीलाई चाहिँ कसले पर्खेन कि जसले पस्क्यो त्यसलाई चाहिँ कसले पर्खेन हो। खाउला जस्तो गरेर आफै खाँदै लाग्छ। मेरो बहिनी चाहिँ आमै भयो, आमै सबैलाई खुवाएर पस्केरै सकिने भयो। उहाँलाई त छोराहरूले कम्ती खाँदैछ उहाँ ऊ कम्ती गम अलि छिटो थप्छु भनेर हेर खानु नि तपाईँ। कस्तो भयो ल दाइलाई थ्याङ्क यू भनौँ गाइस। दाइले बनाउनु भएको यो यस्तो मिठो पास्ता बनाएर लिएर आउनु भएकोमा के भन्छ टेस्ट गर्छ टेस्ट हुन्छ ल मैले पनि फर्स्ट बाइट लिएँ गाइस। हेरेरै पत्ता लाग्छ न दिलाउगी थ्याङ्क यू भन्नै सक्यो। खाबाट खोल्दा हुन्छ है। साँच्चै लिँदा हुन्छ दिदी हजुरले ठेलामा बेच्ने त हुन्छ नि मिठो खालको थियो हो स्वाद त। के बनाउँछौँ अरे हामी अन्त मोमो चाउमिन मैले भने होइन भने के मटर बनाएर चाउमिन हो। आज उहाँको पनि मेरो त बानी नै थिएन यार यस्तो अर्को प्लेट चाहिँ सबै ऱ्याप गरेर लेख्नु त नयाँ राइस कुकर हो है यो पुरानो यो भन्दा ठुलो छ अहिले दोकानेहरूको हेर हाम्रो तातो तातो छ कति तातो गाइस तातो तातो चाउमिन मलाई यो ऱ्याप गर्नु पर्दैन ठुलो खुद एकछिन आम्मा त्यस्तै हेर वरिपरि गाइस यो चाहिँ यस्तो खतरा कसले भने खाँदैन भनेर कसले भने लोभीले खानु सक्दैन। सबैले कुन चाहिँ लियो है मैले त सोध्नै पाएँ। मिडियम मिडियम अनि दिदीले मैले डबल एक्सएल अनि दिदीले मिडियम मिडियम श्रेयाले मिडियम भन्छ हाम्रो भन्दा बेसी मात्रै छ किन लगिहालिसकेको छु ला थाहै नपाएको मैले चाहिँ चाउमिन पनि खाइसक्यौँ अनि के परे पास्ता पनि खाइसक्यौँ। अब चाहिँ रहेको छ हाम्रो पानीपुरी। खाइसकेको छैन चाउमिन ल रेडी गर्नु यहाँ पनि छ हल्लो हल्लो भयो उसलाई त लेग पिस परेर खाएन अब बिचको लेग कत्रो होला बहिनी र मात्रै डान्स गर्ने मात्रै हो गीत गर्दैन गीत रोकियो भने चाहिँ तिमीहरू सबै डान्स गर्नुपर्छ ल डिल गर्ने लु भने त्यस्तै नदिन्छु म मिस्टेक भयो सबै तिमीहरूको नेपालीपन पनि म टेस्ट गर्छु कतिजना यो तिमीलाई के लाग्छ ताली बिहारी जस्तो लाग्छ जाऊ टिचर नाचेछ नि हो गाना तिमी नाचे छैन अब नि हामीले त गाएको गाइछौँ वो कृष्ण है सर मुरली बजाइदेऊ राधा पनि हे ओए साथ में
कस्तो लु हार्नु भयो हामी चिन्ता नगर्नु न तपाईहरु म डाक्टर हो क्या याल्ला अब त्यो पनि हाल्नुपर्छ क्या पकाउन त्यो एउटा हामीलाई तपाईहरुले बनाएर लिएर आएको यो त्यही भएर त पानी हाल्दा नि कसैले के भन्नु सक्दैन के भन्नु दिदी त्यसो त्यही तपाईँ त्यही खानु कहाँ हो एक्लैलाई यत्रो दियो भने नुन छ नुन हैन नुन कहाँ छ नि समुद्रको पानी हालेको भए चाहिँ कहाँ गयो बुढाबुढी त ठ्याक्कै मिलेको नि भगवानले नि जुटा गरेर आफ्नै भविष्यहरू लेखेको अरू देऊ न भिडियो ओ जाऊ त तिमी सट्ट बसेर मुखमा अलिकति निकाल्ने म चोइस गर्छु हामी कुन चाहिँ राख्छ हेरिरहनु है दिदी सेम कुति हो सायद त्यति खराइदिनु ए पानी परि बेल्छ रे तिनटामा तिनटामा खलाम न उयसमा पनि आधा हाल्नु बनाउनु थालेको यस्तो गर न के बनि बिहा गरेपछि दोकानमा पानीपुरी भेल एकजनाले त कहिले लगाइसक्यो मेरोबाट मगाउँ ल उता झापाबाट मगाउँ झापाको पानीपुरी तपाईँहरू मलाई इन्डियाबाट पुरीको डल्ला पठाइदिनु त्यहाँको मिठो पनि सस्तो त्यस्तो पाउँदैन नेपालमा पाउँछ इन्डियामा सस्तो पर्छ नि त बोर्डरको मान्छे हो होइन म मेरै घरबाट बेलेरै पठाइदिन्छु भाउजूलाई भनेर बरु कति आलु पो खाँदैछु त मजाले कम्पिटिसन भयो भने चाहिँ साँच्चै खतरा खाने रहेछ नि मान्छेले भन्नु अरे कि यहाँनिर अर्कै ग्रुपको चलिरहेको छ यता मुख खुलाइरहेको छ ल यहाँ भ्याइ नभ्याइ छ है भ्याइ नभ्याइ छ यहाँनिर एकदम भ्याइ नभ्याइ छ गाइस हजुरहरूलाई आलु छैन नि यहाँ छ है आलु तपाईलाई कति किलो चाहियो कति केजी चाहियो भन्नु आजी यस्तो खानु हुँदैन बेसी खाऊ है खाऊ छिटो छिटो खाऊ अनि तल अप्ठ्यारो भयो अहिले चाहिँ अगाउनु भएछ है दाइ खेल्न थाल्नु भयो हजुर कस्तो हुँदैछ मिठो भयो मेरो बहिनीलाई बा अहिले हैन ल थ्याङ्क यू भन्नु नि त दिदीलाई आलु खाएर अगा यार म त यहाँ त लड्डुको बोला मात्र खाँदैछ त हेर पानीको लोक गर्नु बेकार पानी पर्ने यार पानी थप्ने चाहिँ को तिमीहरू पनि नहुने अन्त तर पानी तिमीलाई चाहियो पुरी यहाँबाट लैजाऊ बोला त्यो चपाइसकेर बोला बरु अहिले त केही काम छैन है ल यो डाँडा पारी साउने झरी बारम्बार नढाटी एउटा गीत सक्नु थियो अर्को सुरु गरेर दाको सक्यो राम्रै आउँदै होला नि दिउँसो त चोर जस्तै आयो राति आउँदै होला नि यहाँ कि दाँत मात्रै देख्दैछ अलिक टच होला त देखिराख्नु भएको छ यता देख दादालाई कति राम्रो देखिने भएको छ सर ल त्यति सक्नु हैन खोइ अब यत्रो क्यामेरामा है हेर्दै पारी चितिसलाई आँसु झर्छ थाहा नपाई ल अब हामी फर्किँदैछौँ हाम्रो आजको प्रोग्राम फिनिस भइसकेको छ अब हामी फर्किँदैछौँ हामी चाहिँ फर्केको अब चाहिँ रात पनि परिसकेको छ
विराज यो चाहिँ यस्तो खालको चप्पलहरू लगाएको छ डिजाइन यो डिजाइनले मलाई खतरा लाग्यो है यस्तो डिजाइनको चप्पलहरू लाउनुहुन्छ हाम्रो Original हो यो चाहिँ एयरबस यो कहिले पनि 1 वर्ष थाम्छ नि 2-3 वर्ष थाम्छ नि यसले 7 वर्ष अमाउनी त मेरो दादाले बिचरा गाइस बाइ बाइ गाइस अब हामी जानु आँटेको घर हो गाइस सबैजना बाइ बाइ गुड नाइट आज फ्राइडे फिनिश भयो हाम्रो बाइ बाइ टाटा